हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आए पो सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हिजोको चाहिँ मैले पहिलो फर्स्ट भ्लग लिएर आएको थिएँ। आजको चाहिँ यो सेकेन्ड दोस्रो भ्लग लिएर आएको छु र यसरी नै अब प्रत्येक भिडियोमा चाहिँ म यसरी नै लिएर आउनेछु र सबैजनाले साथ सपोर्ट गर्न भने नबिर्सिनु होला। र मलाई मात्र होइन, एक अर्कामा जसको भिडियो यसरी आयो नि, अब एक अर्काले प्रत्येकलाई भिडियोलाई स्क्रोल गरेर छोड्ने चाहिँ होइन है। लाइक गर्ने र कमेन्ट गर्ने, सेयर गर्न त तपाईँहरू सक्नुहुन्न। सेयर गर्न नसके पनि लाइक र कमेन्ट गर्न त सक्नुहुन्छ त। र यसरी लाइक र कमेन्ट गर्दा बित्तिकै के हुन्छ भन्नुहुन्छ भने, लाइक र कमेन्ट गर्दा बित्तिकै अहिले त नेपालमै मोनिटाइजको अप्सन दिइसकेको छ। नेपालमै मोनिटाइज गर्न मिल्छ, जसले पनि मिल्छ। अब कति तपाईँ अरूको भिडियो मात्रै हेरेर बस्नुहुन्छ कि, कहिले आफ्नो भिडियो पनि अरूलाई देखाउनुहोस् न त। त्यो प्रतिभा, त्यो सोच राख्नुहोस् कि। त्यसो भएको हुँदा आफ्नो भिडियो ओरिजिनल बनाउनुहोस् र यसरी एकअर्कामा साथ सपोर्ट गर्दै अगाडि बढ्नुहोस्। नर्मल मान्छे नर्मल तरिकाले नै आउनुहोस् र सिधै म टप लेभलमा जान्छु भन्नको लागि पहिल्यै त्यस्तो सोच लिएर आउने होइन। सानो म्यानरले गर्दा नै बिस्तारै हुन्छ। त्यसो भएको हुँदा सबैजनाले ओरिजिनल कन्टेन्टमा काम गरौँ र यसरी प्रत्येक दिन एउटा भिडियोले र एकअर्कामा साथ र सपोर्ट गर्दै अगाडि बढौँ। र यस्तै माया, हिजोको माया जस्तो देखाउनु भयो नि, त्यो मेरो लागि एकदम बहुमूल्य चिज नै मान्नुपर्छ। एकदम त्यो धेरै हो कि मेरो लागि। एउटा नर्मल मान्छेलाई त्यति धेरै गर्नु भनेको धेरै राम्रो हो। अब यसरी नै म प्रत्येक दिन भिडियोहरू अनि भ्लगहरू लिएर आउनेछु र पहिले चाहिँ सबै पब्लिकको अगाडि देखाउन चाहिँ अलि अर्कै लाग्छ। अब बिस्तारै बिस्तारै म देखाउनेछु। त्यसो भएको हुँदा सबैजनाले ओरिजिनल कन्टेन्टमा काम गरेर, ओरिजिनल भिडियोमा काम गरेर र सबैजनाले एकअर्कामा साथ र सपोर्ट गरेर अगाडि बढ्न भने म अनुरोध गर्न चाहन्छु। त्यसको लागि हस्त धन्यवाद।